घिउमा चना मुसुरी खेतरीको दाल मासुवा भात खाने धर्काको दाल जसको भागमा पर्छ कप्लकै हाल किनी प्लिज लौ लौ दिलले दाजु लभ गर्दै जाउँ 2 दिनको जिन्दगीमा हाँस्दै खेल्दै जाउँ मिर्किनी प्लिज भेडा जस्तो एकरो हिँड्ने हाम्रो बानी त्यही बानीले गर्दा सधैँ भोग्नु पर्छ हानी है ओके छ त मलाई पनि बन्न मन छ सिनेमाको हिरो जान्ने हुन खोज्छन् सबै दिमाग सबको जिरो है जति लामले त्यति म हुँ भिने म सपना देख्छु हजुर रामेश हजुर मेरो कपाल कहिले आउँछ मिस्टर गुरुङ इज अ फार्मर भनेको कति ढिलो भइरहेको छिटो आइज साँडे जस्तो जिउ बोकेर पछ्लो जस्तो हिँड्छस् कम खा होइन हौ भेना अघिदेखि मैले सोधेको सोधैछु तपाईँलाई यो सामान चाहिँ कसले तपाईँलाई पठाइदिएको भन्नुहोस् न भनेको हेर पुरै सुगर तैँले र तेरी दिदीले डिल्लेजीलाई माया नगरे पनि डिल्लेजीलाई माया गर्ने मान्छे यो राष्ट्रमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि छन् यो कुनै मेरा साथीहरूले यो पठाइदिएको हो बुझे ए हो र अब तैँले यत्रो वर्ष यत्रो दिन मेरो घरमा बसेर खाएको छस् अब तेरो थोरै 2 थप्पा मात्रै भए पनि पसिनु भयो भने मौका हो यसलाई बगा बुढे सुँगुर आइज वेलकम टु नाम चाहिँ राम्रो भन्नु नि ए खोज न खोज ए तेरिका अम्मक एउटा बढी पाक्नु छैन क्या अहिले अम्मक पाक्नु सिजन नि होइन एउटा न एउटा त होला नि छैन भनेपछि छैन 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 यतिका वर्ष भयो तपाईँको यो गाउँमा त कोही साथी छैन विदेशबाट कहाँबाट तपाईँको साथी निस्क्यो उ त दिले दा होइन न कुरा गर डम्मरे दिल्लेजीको स्कुल मेट राजनीतिक मेटहरू अन्तर्राष्ट्रिय स्तरमा छरेर बसेका छन् मदन इज अ ड्राइभर भनेको तँ यस्तो कुराहरू बुझ्दैनस् स्पिडबाट कस्तो यहाँ गरिसक्यो भेना 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 यति धेरै सामान त विदेशमा आउने छोराले मात्र पठाउँछ त हेर यसको बुद्धि लु मेरो छोरो विदेशमा छ मलाई छोरोले नि सामान पठाएको अब भयो अरे तेरो दिमाग छैन कि दिमाग चला न थुतुनो चलाउनुको साटो बुझिस् बुझि छैन हेर नबोल के बुझ्छस् तैँले गीता आइज नहस् अब चुप्पो लाएर गलिसक्यो हौ भेना म त बुझिस् पितु बुझे के बुझिस् ओ खोइ के बुझे हो दिल्ली दाइको त विदेशमा छोरा रहेछ ए हो र हो त नि तर यो कुरा कसैलाई नमान्नु कुरा बुझिस् ओइ पर्छ पर्छ ओइ हजुरबाको लुगा लाग्छ क्या हजुरबाको लुगा होइन हजुरबाको पालाको स्टाइलिस लुगा यो ड्रेसमा चाहिँ तल सुहायो क्या अब त तल आगरेको पनि सर्छ एकचोटि गरेर देखा त हेर ट्याबले पर्सीलाई नि यो ड्रेसमा सुहाउने मात्रै होइन कि पर्सी नेपालको एक दिन टप 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 हिरो भएर देखाउँछ ए छोड यस्तो कुरा तँ चाहिँ अचारीले किन आएको भन्छ दिल्ली दाइलाई विदेशबाट कसले यति सामान पठाइदिएछ डम्बरले सकि नसकि बोकेर ल्याउँदै थियो ए त्यसलाई कसले पठाइदिन्छ हो विदेशबाट सामान त्यसमा आफन्त हुनु परेन त्यसको यहाँ नेपालमा त आफन्तहरू छैनन् विदेशमा हुन्छ कहाँबाट चोरी साउन ल्यायो होला जेसुकै भर्की तर दिल्ली दाइ त्यति साह्रो खतम चाहिँ मान्छे होइन है एउटा कुरा थाहा पाउनु भुइँचाल दिदी के कुरा खाइलो दिल्ली दाइको त विदेशमा छोरा रहेछ हो र हो त कति सामान पठाएको छ दिल्ली दाइ लिएर आउँदैछन् हो र हो त खै
कहाँ हिँड्नुभएको तपाईँ? दिले दाई कमान हिँड्दा के दिपा हाल्छन् कि? ए दिले दाइले, तर यो कुरा मैले कसैलाई नभन्नु दिदी फेरि। कान्छा अब दिल्ली गएकोमा सामानहरू आएको छ तँलाई मैले के दिउँ त टोपी लगाएर बसेको छ ल हलो जोत्दाखेरि यो कोट लगाएर हलो जोत्नु धेरै धान पर्छ अब कान्छीलाई मैले के दिउँ त भन्दा यो जिल्लेजी बडाबाले पठाइदिएको भनेर तेरी आमालाई दिनु अब यो तिम्री कान्छीलाई चाहिँ म के दिउँ हातमा हँसिया बोकेको थिएँ तँलाई सबभन्दा सुहाउनु भनेको मोबाइल हो तँ यो मोबाइल लिएर जा घाँस काट्दै मोबाइलमा एफएम गीत सुन ल है त अब पुपुलेलाई के दिउँ यसको बाबु त मेरो साथी हो यसलाई दिनुपर्ने भनेको मैले यो चेसमा तेरी बाबुलाई पनि दे आमालाई पनि दे पक्री ल एकछिन प अर्को कोट पनि लग्दै ल यो कोट पनि लग्दै ल जा गइहाल ओइ 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 नाङ्गे ओइ ओइ ल जा दिल्लीजीलाई दुःख दिन्छ आधी खान्छ के हेर्छु त ए कान्छो पनि आएछ चुली पनि आइछ के दिउँ त यिनीहरूलाई अब मैले हात पेन्ट लगाएको छ केटोले यो कोट हो या यो कोट ल अनुहार पनि तेरो डाइरेक्टरको जस्तो छ यो पनि ल चस्मा पनि ल दिल्लीजी धेरै दिल लाग्छ जा दादा अब यिनलाई चाहिँ म के दिउँ यो नुङ्गी छ नि त यो मेरो तर्फबाट नुङ्गी यो मोबाइल पनि ल है त अरू कोही गाउँमा छन् भने तिनीहरूलाई पनि पठाइदिनु अनि है मिठी अब सबैलाई दिएको देखेर त तँलाई पनि त रहर लागेको होला होइन चिन्ता नगर दिल्लीजी हुँदा तैँले केही चिन्ता लिनु पर्दैन ल यो कोट लगा अब तैँले अघि मैले के देखेँ तँलाई म यो गहना लगा ल यो सिक्री पनि लगा एकछिन पखै अनि यो के हुँदैछ यो सबै सामान मेरै हो त मेरो विदेशमा साथी पनि छैन फेरि सामानमा पठाउने मान्छेको नाम पनि लेखेको छैन यो सपना हो कि विपना हो छक्क परिसक्यो नि त हो त म पनि छक्क परिरहेको छु ल यो टोपी पनि लैजा यो चस्मा पनि लैजा र लगा अनि यस्तो लुगा लगायो भने गाउँघरमा के भन्छन् हेत्तेरीका मान्छेले लाइराखेको लुगा लाइराखेको गहना भन्दा फरक तरिकाले लायो भने त्यसलाई फेसन भनिन्छ मिठीले पनि यो गाउँमा नयाँ फेसन गरेछे भन्ने होला चलाइदिएन जा बरु ला लुङ्गी पनि लगा गइहाल छिटो फेरिहाल खाना खोज्छ नम्बर यत्रो मान्छेलाई मैले सामान बाँडे तँलाई पनि त भिनाजुले केही दियोस् जस्तो लागेको होला नि होइन हेर संसारमा यस्ता पनि कामहरू हुन्छन् जुन मन नलागे नलागे पनि गर्नुपर्ने हुन्छ जस्तो कि मैले नुहाउनु पर्ने हुन्छ तर मलाई नुहाउन मन लाग्दैन तर पनि मैले बाध्य भएर 2-4 महिनामा एकपल्ट नुहाउनु पर्छ तेरी दिदीको कारणले त्यस्तै तँलाई मलाई यो केही दिन मन छैन तर
मैले बाध्य गरेर दिनुपर्छ किनभने तेरो दिदीको कारणले अब तँलाई मैले के दिउँ भन्दा यो औँठी ल यो सिक्री पनि ल धेरै खुसी भएर फेरि मुटु फुटेर मर्ला छि फ्याक्कै नमरिहाल मलाई नै टेन्सन हुन्छ अब मैले चाहिँ के लिउँ त यो औँठी लाउनु पर्यो अनि यो सिक्री चाहिँ मैले नै लाउनु पर्यो दिने दाइ ओहो भुइँचालो बहिनी सबैजनालाई सामान बाँडिसके तिमी आउनु त ढिलो गरेौ त अनि अब आउनु पनि ढिलो कसरी नहोस् अब यत्रो जिउ बोकेर आउनुपर्छ त्यति बेला पनि आउनु पर्यो ढिलो त भइहाल्छ नि होइन अनि दाइ सबैलाई बाँडिसक्नु भएछ मेरो लागि त केही छैन अब तिमीलाई के दिउँ त अब तिम्रो साइजको यहाँ के होला र त्यही पनि ल्याऊ के लिएर जाऊ ल छोरी पनि छु घरमा अब छोरी पनि छे छोरी पनि त्यही अब तिम्रै साइजको त हो नि लु यो पनि लिएर जाऊ दिल्लीजीको मन धेरै ठुलो छ जाऊ सबजना खुसी यस्तै पाराले मैले सामान बाँड्ने हो भने स्थानीय चुनाव भयो भने दिल्लीजीले कन्फर्म जित्नुहुन्छ दिने दालाई विदेशबाट पठाएको सामान सबै गाउँलेहरूलाई बाँडेछ किन बाँडेको होला तेरेगा तँ त किन बाँडेको होला भनेर सोचिराख मूर्ख त्यो दिल्लीलाई पठाएको सामान होइन त्यो चोरीको सामान हो चोरीको ए भनेपछि दालमा कुछ कालो कालो हे कालो कालो हे मात्र होइन त पुरै दाल कालो हे त्यही पनि जाउँ हिँड्न एकचोटि बुझ्न के भएको रहेछ तेरेगा त्यस्तोमा जानु हेर केटा त्यसले त उल्टै फसाइदिन्छ म त जान्न हो त ए हिँड्दै हिँड्दै पनि एकचोटि जाउँ न म जान्न यो सिक्री त मैले 8 वर्षको उमेरदेखि लगाएको त्यतिखेर यो सिक्री 8 तोलाको थियो बुझिस् तर अहिले खेर यत्रो भएको आमाले भन्नुभएको पहिले म घोप्टेर हिँड्थेँ अरे थाहा छ किन हो अब 8 तोलाको सिक्री भारी भएपछि घोप्टेर हिँड्नु परेन यो के हो यो सुन हो अनि यो के हो यो पनि सुन हो यो कत्रो छ यो सानो छ अनि यो कत्रो छ यो ठुलो छ हो त्यही यो सुन ठुलो भएर भारी भएर दिल्लीजी हाम्न नसकेर घोप्टेर हिँडेको बुझिस् ओइ झ्याप्ले कहाँ हिँडेको ए तपाईँलाई नै भेट्न आएको थियो दाइ दिल्लीजी आज घरमा हुनुहुन्न दिल्लीजी आज यहाँ हुनुहुन्छ यहाँ आइज हे झ्याप्ले तँ किन दिल्लीजीको घरमा गएको भन्ने कुरो दिल्लीजीलाई राम्रै थाहा छ दिल्लीजीको पार्सल आएको छ गाउँले सबैलाई बाँडिसक्यो तँलाई पनि केही चाहियो त्यही आत्मा हो कि त भन्छ त्यो त हो त्यो भएर दिल्लीजीले तेरो लागि पनि केही सामान बोकेर तँलाई पुर्याउनै आएको छ तँ भनेको यही गाउँको मान्छे हो तँलाई मैले केही दिनुपर्छ यो तेरो लागि होइन तेरो लागि यो 500 को नोट पनि होइन तेरो लागि दिल्लीजीले यो हुक्से ल्याइदियो यो हुक्सेले तैँले कहिलेकाहीँ काँडाले बिजो भने काँडा उखेल्नु भनेर मैले यदि भने त दुखी हुन्छ त्यो भएर तँलाई मैले यही दिने निर्णय गरेको छु हुन्छ त पितु हजुर झ्याप्लेले सामान लिएर जाँदाखेरि तँलाई पनि मलाई सामान दिए हुन्थ्यो भन्ने लागेको छ कि छैन भन्छ त्यस्तो त भइहाल्छ नि त तैँले पाउँथिस् तर के गर्नु तेरो सङ्गत ठिक छैन सङ्गत राम्रो गर तैँले पनि पाउँछस् नभए तैँले सुन त होइन नुन पनि पाउँदैन बुझिस् बुझे दिल्लीले जे पाए त्यही सामान बाँडेर खतम पारेछन्
मलाई थाहा थियो त कुरा। दिल्लीले यो गाउँको सबै सिस्टमै बिगारिसक्यो। कसले के लाउनु पर्ने, कसले के नलाउनु पर्ने केही थाहा छैन। जे पाए त्यही लाछ, जे पाए त्यही गरे। जो नयाँ फेसन हो लगा भन्छ अरे, गाउँलेहरू सोझा छन्, लगाइदिन्छन्। केटाकेटीले पनि बुढाबुढीले पनि उल्टो पाल्टो लुगा लाउन थालिसके गाउँमा। यस्तै पाराले 2-4वटा पार्सल दिल्लीको आउने हो भने नि चक्कु कान्छा, यो गाउँका सबै मान्छेहरू अर्को ग्रहका प्राणी जस्तो देखिन्छन् होला। जब तक यो सिनेमा में पढ़ते कोई मेरे हीरोइन को टच नहीं कर सकता है। छोड़ दो लड़की को, नहीं तो मैं उसको टुकड़ा टुकड़ा कर दूंगा। मेरे हीरोइन को छोड़ दे वाले को नहीं सुनते है क्या? मेरे हीरोइन को तुरंत छोड़ दे, नहीं तो तुम सबको खोपड़ी फुड़ा दूंगा, उड़ उड़ के उड़ा दूंगा। क्यों ए ढिले जाने सब सामान बाँडेर गाउँ सबै उल्टो भइसक्यो। सबै मान्छेहरू अर्कै ग्रहका प्राणी जस्तो देखिन थाले। त्यो त सब मलाई थाहा थियो, मैले त पहिल्यै भनेको नि। त्योभन्दा ठुलो समस्या त भुइँचालो दिदीलाई भएको छ। भुइँचालो दिदी? के भयो भुइँचालो दिदीलाई? ए हिँड्न थाप्या दिल्लीजीले गाउँभरिका सम्पूर्ण मान्छेहरूलाई उपहार बाँडिसक्यो। अब स्थानीय चुनाव भएको छैन र मात्रै स्थानीय चुनाव भयो भने दिल्लीजीले चुनाव जित्ने कन्फर्म छ। दिल्लीजीले अब स्थानीय चुनाव जित्छ र यस्तै घर बनाउँछ। हेलो दिल्लीजी। ओइ हिजो आज त निकै लुकेर हिँड्दैछस् नि, तँलाई लुकेर बाँच्छु जस्तो लाग्छ? मर्छस् त बुझिस् त मर्छस्। हजुर हजुर भनेर नाटक गर्छ। ऋण तिरेनस् भने म तेरो त्यो जिब्रो निकालेर पोलेर कुकुरलाई खुवाउँछु बुझिस्? म होइन त। ऋण खाने बेलामा हजुर हजुर भन्दै खाइस्, अहिले म होइन भन्छस् त मर्छस् बुझिस्? अनि के हुँदैछ? दोकानबाट ल्याएको र तेरो साइजको ल्याउनु त मलाई हात लाउने। तर अर्लिक बल्ली त दुध खरा हुर्काएको त यसो त दिनको लागि हो। हेर्नु भाइ, आमाले चाहिँ जित्नु भयो भने म मासु चिउरा खुवाउँछु, छोरीले चाहिँ जितिन् भने तपाईँले मलाई मासु चिउरा खुवाउनु पर्छ नि, बुझ्नुभयो? नआउँछु त तपाईँले चाहिँ मेरो किन इज्जत फ्याँक्नु भएको? चक्कु कान्छा, जित्न चाहिँ आमैले चाहिँ जित्छन् नि। हेर ओइ मेरो खाएको दिन छिटो त्यो भनेको सुन्दैन? लुकेर केही फाइदा छैन। एक न एक दिन त भेटिन्छ नि। भेट्यो भने चाहिँ नि तँलाई म टुक्रा टुक्रा पारेर तेरो टाउको खोलामा जिउ झलामा हालिदिन्छु बुझिस्? मेरो पैसा कस्ता कसैले त पचाउन सकेको छैनन्। हजुर तँलाई मारेर भए पनि ऋण सजाउँछु म बुझिस्? के हुँदैछ आज? मेरो घरमा ठिक्क पारेको पैसा तैँले सयकना तिर्ने बेला ब्याज दिन्छु भनेर फकाइ फकाइ लगेको होइन? अहिले तिर्ने बेला चाहिँ कहाँ लुकेर बसेछ भन्? मेरो पैसा कहिले फकाउँछ? छिटो भाइ भन् छिटो। हजुर म त्यो मान्छे हो। मैले घर बनाउन पाइनँ भने नि बुझिस्, तेरो घर पनि म मान्छे ल्याएर आगो लगाइदिन्छु। अनि को दुश्मन लाग्यो मेरो?